हार्दिक नमस्कार छ। मेरो परिचय तारा म्याडमले दिइसक्नु भएको छ। पछिल्लो 15 वर्ष म जल तथा मौसम विज्ञान विभागसँग आबद्ध छु। तर यहाँहरूको अनुहार हेरिराख्दाखेरि धेरैजसो यथ हुनुहुन्छ, सबै नै भनौँ। मलाई पनि फ्ल्यासब्याकमा मेरो 15 देखि 25 वर्षको उमेरमा, अहिले त म 40 सुरु गरेँ। उमेरमा चाहिँ मैले पनि एउटा हुन त ग्रामीण तहकै हो, तर एउटा क्लब, युवा क्लबको नेतृत्व गरेका थिएँ। मैले त्यति बेला 2000 विक्रम सम्मतमा हेर्दाखेरि करिब 1998 के अरे 2000 करिब 2063 देखि को आसपासतिर चाहिँ त्यो कामहरू गरेका थियौँ। र युवा क्लबको तर्फबाट हामीले चाहिँ विभिन्न सामाजिक, सांस्कृतिक, शैक्षिक गतिविधिहरू आयोजना गर्थ्यौँ। र त्यो अनुभव लिएर म पनि यो गभर्मेन्टमा आइराख्दाखेरि, हुन त म एउटा प्राविधिक हो, तर पनि खास गरी प्राविधिकको रूपमा जल तथा मौसम विज्ञान विभागमा बसेर काम गरिराख्दाखेरि अहिले चाहिँ प्राविधिक तर्फबाट हामीले गरिराखेका साइन्स प्रडक्टहरूलाई समुदायसम्म सुसूचित गर्नका लागि चाहिँ नै त्यो अनुभवले मलाई आज पनि सहयोग गरिराखेको महसुस गर्छु। यति कुरा यहाँनिर जोडेको मात्रै। अब मेरो आजको विषयवस्तुको प्रस्तुतिको विषयवस्तु चाहिँ एकदमै प्राविधिक विषय छ। यहाँ प्राविधिक, गैर प्राविधिक सबै क्षेत्रबाट पक्कै सहभागी हुनुहुन्छ। तर म सकेसम्म सरलीकृत किसिमबाट हामी नेपालमा पूर्वानुमान र पूर्व सूचना, त्यसमा पनि मुख्यतः जल तथा मौसम सम्बन्धी पूर्वानुमान, र त्यसमा पनि अझ फोकस भएर बाढी, अघि हिमाल सरको प्रेजेन्टेसनमा पनि बाढीलाई एउटा प्रमुख विपदको रूपमा, प्रमुख प्रकोपको रूपमा उहाँले विभिन्न स्लाइडहरूमा इङ्गित गर्दै हुनुहुन्थ्यो। नेपालमा बाढीबाट धेरै क्षति हुने गरेको तथ्याङ्क हामीसँग छ। त्यही कारणले नै त्यो क्षतिलाई न्यूनीकरण गर्नको निमित्त नेपाल सरकारले जल तथा मौसम विज्ञान विभाग मार्फत विभिन्न सेवाहरू पनि सञ्चालन गरिराखेको छ। र पछिल्लो दशक हामीले मान्छेलाई सूचना नपाएर ऊ प्रभावित हुने अथवा उसको मर्ने अवस्था सिर्जना गर्न दिन हुँदैन भनेर काम गरिराखेका छौँ। र त्यो पछिल्लो 10 वर्षको कामलाई म थोरै स्लाइडहरूमा कभर गर्ने प्रयास पनि गर्छु। यहाँले केही जिज्ञासा भए मलाई सोध्न पनि सक्नुहुनेछ। यहाँहरू सबैलाई जानकारी नै छ, नेपालमा धेरै प्रकोपहरू छन् र तीमध्ये करिब 90% प्रकोप चाहिँ नै जल तथा मौसम जन्य छन् भनेर हामी भन्छौँ। भूकम्प एउटा जियोलोजिकल हजार्ड हो। ल्यान्डस्लाइड अलिकति क्रस कटिङ छ, हाइड्रोमेटको कारणले गर्दाखेरि पानी परे पछाडि त्यो ट्रिगर हुन्छ। त्यो बाहेक अन्य प्रमुख विपदहरूलाई यहाँहरूले नियाल्न खोज्नुभयो भने, चाहे त्यो पहिरो, बाढी, चट्याङ, होइन, असिना, त्यस पछाडि हिम पहिरो, हिमपात, होइन, फरेस्ट फायर पनि हाइड्रोमेटसँग रिलेटेड छ, सुक्खासँग खास गरी ग्लेसियर लेक आउटबर्स्ट फ्लड भन्छौँ, हिमताल विस्फोट, होइन। त्यस्तै गरेर खडेरी, पछिल्लो खडेरीको कुरा अघि सरले प्रेजेन्टेसनमा जोड्दै हुनुहुन्थ्यो। भारी वर्षा, शीतलहर, हिट वेभ, हामी तातो हावाको लहर भन्छौँ, लु पनि भनिन्छ, विन्ड स्टर्म अथवा हावाहुरी, यी सबै किसिमका विपदहरू जल तथा मौसमजन्य विपद हुन्। र यी विपदहरूको हामी समयमै पूर्वानुमान गर्न सक्यौँ र प्रभावित हुन सक्ने क्षेत्र समुदायसम्म त्यो सूचना चाहिँ पठाउन सक्यौँ भने हामी चाहिँ जनधनको क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भन्ने अभिप्रायमा चाहिँ अहिले हामी काम गरिराखेका छौँ। अब यी हजारहरूमध्ये मुख्य काम भएको अलिकति पूर्व सूचना दिन सकिने, पूर्वानुमान गरेर पूर्व सूचना दिन सकिने अवस्थामा पुगेका केही हजारहरूको चर्चा चाहिँ म पछाडि गर्छु, मुख्यतः बाढीको। अब यो नक्सा नेपालको नक्सा हो। यसमा यहाँहरूले विभिन्न थोप्लाहरू देखिराख्नु भएको छ। शीर्षकमा मेटियोरोलोजिकल स्टेसन नेटवर्क भनेर राखिएको छ। मेटियोरोलोजी भनेको पक्कै यहाँलाई जानकारी लिएर हामी विश्लेषण गर्छौँ। हामीसँग फोरकास्टर्सहरू हुनुहुन्छ, उहाँहरूले विश्लेषण गर्नुहुन्छ र आज, भोलि र पर्सिको प्रमुख नदीहरूको बाढी पूर्वानुमान गर्नुहुन्छ, जुन आजको दिनमा 90% भन्दा बढी मिलेको भनेर यहाँहरूलाई मैले जानकारी गराएँ। अब
हामीले पूर्वानुमान र पूर्व सूचना चाहिँ दुईवटा किसिमबाट गर्छौँ। एउटा अपस्ट्रिमको अब्जर्भेसन बेस्ड डाउनस्ट्रिमको लागि वार्निङ भनेको डिटेक्सन बेस्ड वार्निङ अथवा अब्जर्भेसन बेस्ड वार्निङ यहाँले बुझ्न सक्नुहुन्छ। उदाहरणको लागि अहिले हामी काठमाडौँमा छौँ, बागमती सुन्दरी जलतर्फबाट बहेर आउँछ। बागमतीको शिवपुरीको क्षेत्रमा अथवा सुन्दरी जलको माथिल्लो क्षेत्रमा भारी वर्षा भयो भने काठमाडौँको लागि 1-2 घण्टा पछाडिको लागि त्यो बाढी हो। भनेपछि डिटेक्सन बेस्ड वार्निङ भनेको चाहिँ माथि हेभी रेनफल भयो र फ्लड डिटेक्ट गऱ्यौँ भने तलको हामीसँग एसेसमेन्ट गरिएको छ, कति पानी पर्दा कुन कुन क्षेत्रमा कति डुबान हुन्छ भन्ने हामीसँग एसेसमेन्ट छ। रिस्क म्यापिङ, इनन्डेसन म्यापिङ होइन, हजार्ड म्यापिङ भन्छौँ, त्यो गरेका छौँ र त्यसको आधारमा हामी वार्निङ दिन्छौँ। त्यो वार्निङ कसरी पब्लिकसम्म प्रभावित हुन सक्ने क्षेत्रसम्म पुर्याउँछौँ म पछाडि आउँछु। त्यसलाई चाहिँ हामी डिटेक्सन बेस्ड वार्निङ भनेर भन्छौँ। र अर्को चाहिँ फेरि भोलि के हुन्छ भन्नको लागि त हामीसँग आजको अब्जर्भेसनले त भोलि भन्दैन, भोलिको पूर्वानुमान गर्नुपर्ने हुन्छ। हो त्यसको लागि चाहिँ विभिन्न कम्प्युटर मोडल्सहरू, पहिला त मौसम मोडलहरू जसले भोलि कति पानी पर्छ भन्छ, दोस्रो चाहिँ त्यसलाई लिएर फेरि भोलि कति बाढी आउँछ भनेर अर्को मोडल, त्यसरी चाहिँ हामी सिरिज मोडलहरूमा काम गर्छौँ। भनेपछि दुईवटा मोडालिटीमा, एउटा अब्जर्भेसन बेस्ड फोरकास्ट एन्ड वार्निङ, अर्को चाहिँ फोरकास्ट बेस्ड फोरकास्ट एन्ड वार्निङ, दुईवटामा हामी काम गरिरहेका छौँ है। र यो मैले देखाइराखेको म्यापमा चाहिँ अब्जर्भेसन बेस्ड वार्निङ हो। हेर्नुहोस् त, यो कति गतिको थियो, यसको डेट यहाँनिर देखिएन, यो गत मनसुनको थियो। गत मनसुनमा त्यहाँ 24 आवरमा क्लिक भइराखेको छ, मैले वेबसाइटको क्लिक मात्रै यहाँ राखेको हो क्लिक। त्यसमा 24 घण्टामा कहाँ कहाँ कति मिलिमिटर वर्षा भयो देशव्यापी रूपमा भनेर हाम्रो स्वचालित संयन्त्रले तत्काल 10-10 मिनटमा यो डेटा हाम्रो वेबसाइटमा पोस्ट हुन्छ। हामीले देशव्यापी रूपमा राखेका 30 स्टेसन्सहरूमा सेन्सर छ, सेन्सरले डेटा नाप्छ, नापेको डेटालाई चाहिँ हाम्रो त्यहाँ भएको जिएसएम सिम कार्डहरू, एमटिसी एनसेलको सिम कार्ड मार्फत त्यहाँ चाहिँ मोबाइल इन्टरनेट प्रयोग गरेर, जिएसएम प्रयोग गरेर चाहिँ एउटा डाटा ट्रान्समिट हुन्छ हाम्रो सर्भरमा। जहाँ चाहिँ रिमोट एरिया छ त्यहाँ चाहिँ हामीले स्याटेलाइट कम्युनिकेसन युज गरेका छौँ, जहाँ मोबाइल नेटवर्कहरू टिप्दैन। भनेपछि त्यो चाहिँ 10-10 मिनटमै डेटाहरू चाहिँ हाम्रो सर्भरमा आउँछ र हामी हरेक 10 मिनटमा कुन ठाउँमा कति पानी पऱ्यो हेर्न सक्छौँ। त्यसका आधारमा कहीँ थ्रेसहोल्ड क्रस गऱ्यो, नेपालको लागि हामीले सामान्यतया 60 मिलिमिटर पानी पऱ्यो भने बाढी आउँछ, आकस्मिक बाढी, फ्ल्यास फ्लड हुन्छ भनेर थ्रेसहोल्ड डिफाइन गरेका छौँ। भलै त्यो फरक क्षेत्रको लागि फरक हुन्छ र हामीले फरक पनि प्रयोग गर्छौँ, तर इन जेनरल 60 मिलिमिटर। यहाँनिर रातो भनेर थोप्ला जुन देखिराख्नु भएको छ त्यो चाहिँ रेड अलर्ट गर्ने किसिमको हेभी रेनफल भएको। जुन ओरेन्ज देख्नु भएको छ त्यो चाहिँ सतर्कतादेखि खतरा तहसम्मको बिचको वर्षा भनेर बुझ्न सकिन्छ। र पहेँलो जुन देख्नु भएको छ त्यो चाहिँ अलर्ट लेभलमा छ, वाच लेभलमा छ भनेको। र जुन जुन चाहिँ ब्लू छ अथवा चाहिँ अरू कलर छ त्यो चाहिँ सामान्य वर्षा। त्यस कारणले वेबसाइटमा यो मात्रै मोनिटर गरेर हामीले चाहिँ हाल देशमा कुन ठाउँमा कतिको जोखिम छ भनेर आकलन गर्न सक्छौँ, एउटा मोनिटरिङ बेस्ड। र यसको लागि, यो तथ्याङ्कको लागि मैले अघि पनि भने यस्तो किसिमको स्टेसन्सहरू चाहिँ हामीले देशव्यापी रूपमा इस्टाब्लिस गरेका छौँ। यी स्टेसन्सहरू 500 भन्दा बढी छन्, तीमध्ये करिब 400 केन्द्रहरू स्वचालित छन् है। स्वचालित केन्द्रबाट आउने तथ्याङ्क चाहिँ तत्काल 10-10 मिनटमा आउने। अर्को चाहिँ रिभर लेभल मोनिटरिङ, कहाँ कत्रो बाढी गइराखेको छ भनेर नदीहरूमा इस्टाब्लिस गरेका वायुमण्डलका धेरै प्यारामिटर्सहरू दिन्छ, तर मुख्यतः बाढीसँग जोडेर हेर्दाखेरि यसले कति वर्षा गराउँछ त्यो बादलले भनेर पहिला नै हामीलाई जानकारी दिन्छ। वर्षा जमिनमा नखस्दै बादलमा भएको वर्षा र त्यसबाट जमिनमा खस्न सक्ने पानीको परिमाणलाई चाहिँ यसले हामीलाई दिन सक्छ। र त्यसलाई लिएर हामी कुन ठाउँमा तत्काल एकछिन पछाडि भारी वर्षा हुन्छ र फ्ल्यास फ्लडहरू हुनसक्छ, कहाँ चाहिँ डुबानहरू हुनसक्छ, तत्कालिक रूपमा त्यो चाहिँ आकलन गर्न सक्छौँ। यो चाहिँ राडारले काम गरिराखेको एउटा कम्प्युटरको क्लिप हो। हेर्नुहोस् त, त्यो क्लिपमा त्यो राडार चाहिँ सेन्टरमा छ, त्यसले वरिपरिको आकाशलाई 240 किलोमिटरको रेडियसलाई हरेक 2 मिनटमा एकचोटि स्क्यान गरी भ्याउँछ र स्क्यान गरेर कहाँ कहाँ बादल छ, त्यो बादलबाट कति पानी पर्न सक्छ भने त्यहाँ कलर कोड देखाइएको छ है। अर्को चाहिँ मैले अघि पनि भने हामी भूपग्रहको म्याप प्रयोग गर्छौँ। भूपग्रहले तत्कालिक रूपमा वायुमण्डलमा भएको बादल र त्यसको मुभमेन्ट, कुन दिशामा त्यो बादल बहिराखेको छ भन्ने दिन्छ। यसले पूर्वानुमानकर्तालाई पूर्वानुमान गर्न धेरै नै सहजता लिएर आउँछ।
कति बादल छ, कुन क्षेत्रबाट बादल आइराखेको छ र कुन क्षेत्रमा त्यसको मुभमेन्ट छ, कहाँ त्यसको डेन्सिटी, त्यसको बादलको थिकनेस कति छ र कहाँ हेभी रेनफलहरू हुनसक्छ, एक्सट्रिम इभेन्टहरू हुनसक्छ भन्ने अन्दाज अथवा अनुमान चाहिँ गर्नको लागि यसले सहयोग गर्छ। यति मात्रै नभएर यो सेटेलाइटले दिने इन्फर्मेसन जुन रिमोट सेन्सिङ डेटा भन्छौँ त्यो डेटाहरू अहिले पछिल्लो समय मोडल्सहरूले र खास गरी आर्टिफिसियल इन्टेलिजेन्स, यहाँले पक्कै सुनेकै विषय छ, जानेकै विषय छ। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हामीले पूर्वानुमानमा गर्न कोसिस गरिराखेका छौँ र विश्वका विकसित देशहरूले गरिसकेको अवस्था पनि छ। यो डेटाहरू चाहिँ उसले लिन्छ है। र दोस्रो चित्र चाहिँ मैले जुन देखाएँ यो चाहिँ जल तथा मौसम विज्ञान विभागले 3 दिनसम्मको वर्षाको पूर्वानुमान गर्ने मोडलको एउटा स्क्रिनसट मात्रै हो। यो चाहिँ हरेक घन्टा देशको कुन कुन क्षेत्रमा कति मिलिमिटरसम्म वर्षा हुन्छ भन्ने यो कम्प्युटर मोडलले दिन्छ। यो डेटा नै हामीले प्रयोग गरेर पूर्वानुमान चाहिँ गर्दछौँ, खास गरी बाढीको। बाढीको पूर्वानुमान गर्न यहाँहरू जस्तै युवाहरू हामीसँग धेरै जोडिनु भएको पनि छ। यहाँहरू छैन भने अब जोडिनुहुन्छ। हामीले खास गरी युथहरूलाई, क्लब्सहरूलाई, एनजिओजहरूलाई जो एक्टिभ हुन्छ उहाँहरूलाई जोड्दै पनि गइरहेका छौँ हाम्रो कम्युनिकेसन सिस्टममा। खास गरी एसएमएस अलर्टमा हामी अब आइबिआरमा काम गर्दैछौँ भनेको अहिले एसएमएस पठाइराखेका छौँ, अब चाहिँ हामी कल पठाउँछौँ फोन उठाए पछाडि सुन्ने किसिमबाट। त्यस पछाडि सेल्फ ब्रोडकास्टिङ भनेर फेरि अर्को टेक्नोलोजीमा पनि काम गरिराखेका छौँ। यो छिटै इम्प्लिमेन्टेसन जाँदैछ। मैले यो डेटा मार्फत यहाँलाई देखाउनु खोजेको चाहिँ सन् 2014मा वेस्ट राप्ती नदी, पश्चिम राप्ती नदी जुन दाङ हुँदै बाँके हुँदै इन्डिया बहन्छ, त्यसमा 8.75 मिटरको बाढी अवलोकन गरिएको थियो। त्यसको डिस्चार्ज 9100 घनमिटर प्रति सेकेन्ड थियो र त्यो चाहिँ 37 वर्षमा एकचोटि आउन सक्ने बाढी थियो। 37 वर्षमा एकचोटि आउन सक्ने ठुलो बाढी है। जति धेरै वर्षमा आउने बाढी भन्छौँ त्यति ठुलो हुन्छ। हामी त्यसलाई रिटर्न पिरियड भनेर भन्छौँ। यहाँलाई प्राविधिक होला। टोटल 30 जनाको मृत्यु भएको डेटा छ 2014मा। हेर्नुहोस् त, बाँके र दाङमा गएर हामीले 2015 पछाडि अर्ली वार्निङ सिस्टम इस्टाब्लिस गरिहाल्यौँ र 2016मै अर्को बाढी आयो। त्यो चाहिँ 10 इयर्सको एउटा फ्लड थियो, त्यसमा 2 जनाको मृत्यु भएको छ। स्टिल कम्युनिकेसन सिस्टम त्यहाँनिर विक थियो कहीँनिर। हुन त यो 2 जनाको लस चाहिँ बग्दै गरेको काठ तान्न गएका मान्छेहरू चाहिँ मरेको भनेको छ, तर उनीहरूले त्यो जोखिम मोले त्यस कारण मरे। तर त्यहाँ हेरचेक्राइ पनि भएन, तर पनि त्यहाँसम्म पनि लस छ। तर 2022मा अहिलेसम्मकै लार्जेस्ट फ्लड हामीले रेकर्ड गर्यौँ। त्यो चाहिँ 55 इयरको फ्लड थियो। हाम्रो कम्युनिकेसन सिस्टमले काम गर्यो। 10,000 मान्छेहरूलाई पहिले नै सूचना पठाइयो, सुरक्षित ठाउँमा पुर्याइयो र 1 जनाको पनि मृत्यु भएन। यो मृत्यु मात्रै नभएको होइन, त्यहाँ जन मात्रै नभएर धनको क्षति पनि कम भयो। मान्छेले आफ्नो सरसम्पत्ति, वस्तुभाव सबै जोगाउन सक्नुभयो। त्यस कारणले यो अर्ली वार्निङ सिस्टम कति इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ यो एउटा डेटाले पुष्टि गर्छ, जुन डेटा आज देशका प्रमुख नदीहरूको सबैतिरको समान किसिमको डेटा हो। त्यस कारणले यो सिस्टममा काम गर्नको लागि अब हामीले हातेमालो गर्नु चाहिँ जरुरी छ। आजका दिनमा हामी एसएमएस पठाइराखेका छौँ, फेसबुक, ट्विटर्सहरूमा चाहिँ सूचना राखिराखेका छौँ, रेडियो, आम सञ्चार माध्यमबाट प्रसार गरिराखेका छौँ, अनेक गरिराखेका छौँ। तर स्टिल कतिपय क्षेत्रमा मृत्युलाई रोक्न सकिएको छैन। कि त हामी आफै सजग छैनौँ कि हामीले सूचना पुर्याउन सकिराखेका छैनौँ। ती दुईवटा कुरा हो। त्यस कारणले अब यहाँहरू जस्ताको भूमिका चाहिँ यो सेक्टरमा खास गरी अर्ली वार्निङसँग सम्बन्धित इन्फर्मेसनहरूलाई लिने, बुझ्ने र आफ्नो समुदायसम्म त्यसलाई बुझाउने, सुसूचित गर्ने तपाईँबाट चाहिँ मैले अपेक्षा पनि गर्छु। अब समय अलिक कम भएको कारणले मैले धेरै चर्चा नगरेर सिधै च्यालेन्जेसमा गएँ। स्टिल धेरै चुनौतीहरू चाहिँ छ यो क्षेत्रमा। एक दिन पूर्वानुमान मिलेन भने एउटा फोरकास्टर्सलाई गाली गर्न त सकिन्छ, तर त्यो फोरकास्टरले त्यो पूर्वानुमान गर्न कति ठुलो इफोर्ट लगाउँछ भन्ने कुरा चाहिँ उसैलाई थाहा हुन्छ होइन। जति म पनि आफै एज अ फोरकास्टर काम गरेँ लामो समय, अहिले म पनि फोरकास्टिङमै छु, फोरकास्टिङ सेक्सनको लिडको रूपमा, तर पनि म फोरकास्टिङमा इन्भल्भ हुन्छु। बिहान 7 बजे एउटा फोरकास्ट इस्यु गर्नको लागि फोरकास्टर बिहान 3 बजेदेखि उठ्नुपर्छ। उसले सारा सेटेलाइटदेखि मोडलदेखि सबै कुराहरूको इन्फर्मेसन अपडेटहरू दिएर उसले चाहिँ त्यसलाई एनालिसिस गरेर एउटा रिपोर्ट बनाउँछ। त्यस पछाडि एक्सपर्ट टिमसँग अनलाइन मिटिङ हुन्छ र त्यसलाई फोरकास्ट चाहिँ इस्यु गर्ने गरिन्छ। भनेपछि त्यो लामो स्टेपहरूले चाहिँ एउटा प्रोटोकल पार गरेर चाहिँ त्यो फोरकास्टर इस्यु भइराखेको हुन्छ। यो सर्फेसली सिधै चाहिँ गएर एकजनाले खुसुक्क लेखेर चाहिँ वेबसाइटमा हाल्ने चिज चाहिँ होइन।
त्यस कारणले पछिल्लो समय यो मिल्दै पनि गइराखेको छ। त्यस कारणले कहिलेकाहीँ नमिलेको फोरकास्टसँग आत्तिने होइन कि फोरकास्ट कहिलेकाहीँ नमिल्न सक्छ, तर हामी त्यसलाई विश्वास गर्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट म्यासेज हो। म केही वर्ष अगाडि साङ्घाईमा गएको थिएँ, चीनमा। त्यहाँ अफ्रिकाको घाना भन्ने देशबाट एकजना डिजास्टर म्यानेजरले प्रेजेन्टेसन गर्नुभएको थियो। एउटै खालि एउटा इक्जाम्पल मात्रै भनेर हिन्ट गर्छु। त्यहाँ चाहिँ त्यहाँको मौसम विज्ञान विभागले बाढी चेतावनी थियो एउटा नदीमा, र करिब करिब 10,000 मान्छेलाई चाहिँ सुरक्षित ठाउँमा सारियो, तर त्यो बाढी गएन, त्यो सानो मात्रै बाढी आयो। मान्छेहरूले विश्वास गरेन विभागले। त्यसको ठिक एक हप्ता पछाडि फेरि त्यस्तै अर्को अलर्ट जारी गरियो। मान्छेले विश्वास गरेन, यो मिल्दैन भनेर घरमै बसे, र करिब करिब 150 जनाको मृत्यु चाहिँ नै एकै रातमा भएको थियो भनेर उहाँले त्यो डेटा प्रेजेन्ट गर्नुभएको थियो। त्यस कारणले फोरकास्ट कहिलेकाहीँ नमिल्न सक्छ, तर रेस्पोन्स नगर्ने भयो। रेस्पोन्स गऱ्यो भने त लस त भएन नि। त्यस कारणले हामी नो रिग्रेट पोलिसीमा काम गर्नुपर्छ भन्छौँ। मिलेन भनेर रिग्रेट हुने होइन कि अर्कोचोटि मिल्न सक्छ भनेर चाहिँ हामीले अपेक्षा गर्ने। त्यस कारणले हामी फेरि पनि भनिराखेका छौँ 90% फोरकास्टहरू पछिल्लो समय मिल्दै गइराखेको कारणले हामी यसलाई चाहिँ बुझ्ने तरिका पनि त्यस अनुसार नै विकास गर्नुपर्छ भन्ने अनुरोध गरेँ। अब यहाँभित्र टेक्नोलोजिकल लिमिटेसन्सका कुराहरू, ह्युमन रिसोर्स क्यापासिटी, नेपाल जस्तो एउटा पुवर कन्ट्रीको लागि इन्भेस्टमेन्टको इस्युजहरू छ, धेरै इस्युजहरू छ। यद्यपि हामी यसमा काम गरिराखेका छौँ, डेडिकेटेड टिम छ, र सरकारले सबैले यसमा प्राथमिकता दिइराखेको छ। त्यसकारणले त्यसका बावजुद हामी काम गरिराखेका छौँ। तर यहाँहरूसँगको हातेमालो खास गरी पूर्व सूचना प्रवाहमा, उद्धारमा, विभिन्न अन्य गतिविधिहरूमा रेस्पोन्समा चाहिँ इम्पोर्टेन्ट छ, जुन भविष्यमा हामी सँगै जोड्यौँ र काम गरौँ भन्न चाहन्छु। र अन्तिममा तारा म्याडमले मलाई वेबसाइट पनि देखाइहालौँ सर भन्नुभएको थियो, यहाँ खोलेर पनि राख्नुभयो होला। अब वेबसाइटभित्र धेरै चिजहरू छन्, मैले धेरै चिजहरू चाहिँ यहाँ देखाइनँ, खालि रिभर वाच र रेनफल वाच दुईवटा चाहिँ मैले देखाउँछु।